करेसाबारीमा घाँस काटेको साथी हो र है साथी हो करेसाबारीमा घाँस काटेको हाम्रो नेपालमा घाँस चाहिँ हँसियाले काट्नु पर्थ्यो यहाँ चाहिँ सुविधा छ मेसिनले काट्ने हो बागान चल्दैन साथी हो त्यही भएर चाहिँ अब घाँस काटेपछि र नकाटेपछिको फरक देखाउँछ है ल अरे यो घाँस काटेपछिको यो घाँस नकाटेपछिको यस्तो हुन्छ होइन पुरा लाएर साथी हो लाएर अब यसलाई चटक्क काटेर खोर्सानीले के भन्छ कुन्नी त्यो भोत खोर्सानी चाहिँ लाएर यस्तरी फाल्छ एउटा खाएपछि फेरि पार्छ रौसीले के लाग्छ यसले चाहिँ यसरी लाग्छ केटा यो श्याम गुरुङ अस्टिन टेक्ससको करेसाबारी हो लौका चाहिँ सकियो बाँडेर खासै यस वर्षको लौका चाहिँ धेरै फलेन है तर भए पनि बाँडियो आफू त बाँडेर खाने मान्छे हो साथी हो ढक्क फलाउने हो बाँड्ने हो खाने हो है किनकि अर्ग्यानिक खानुपर्छ कि त्यही भएर चाहिँ दुःख चाहिँ गर्नुपर्छ केटा हो दुःख चाहिँ हुन्छ होइन खर्च पनि हुन्छ यो किरा लाग्छ कि किरा लागेपछि किरालाई चाहिँ दबाई हालेर मार्नुपर्छ र काँक्रा चाहिँ लजाए मुलाको साग जस्तै भएर त्यसपछि लगाएर
करेसाबारी बनाउने तरिका यस्तै हो। यसरी घाँस काट्ने एउटै लाएर है, यो चाहिँ फ्रेस हुन्छ कि साथीहरू। त त्यस्तै हो होइन, यसरी बनाउने हो, यसरी गर्ने हो। यदि तिमीहरूलाई कसरी बनाउने हो भनेर चाहिँ केही सल्लाह सुझाव उपाय चाहियो, हेल्प चाहियो भने मलाई भन्नु होला, म हेल्प गरिहाल्छु। अहिले चाहिँ डल्लेले चाहिँ भर फल्न लाग्छ, हेरौँ कस्तो हुन्छ। लेट्स सी।